नमस्कार सबैलाई एउटा अर्को नेप्सी एनालाइसिसमा यहाँ हामी हेर्न सक्छौं नेप्सीले आज आफ्नो क्लोजिङ दिएको छ 2505.58 मा अनि 22.58 पोइन्टले आज फेरि झरेको छ नेप्सी। अनि आजको भिडियोमा हामी यही कुरा डिस्कस गर्ने छौं कि अब के होला नेप्सीमा यसपछि के सम्भावनाहरू हुन सक्छन् त्यही कुराको आज छलफल हुनेछ। अरु डिटेलमा कुरा गर्दा आज नेप्सीमा 40 कम्पनी पोजिटिभमा क्लोज भएका छन् भने 206 कम्पनीहरू ओह्रालोतिर लागेका छन्। साथै 5 कम्पनीमा केही पनि परिवर्तन भएको छैन। टप गेनरको कुरा गर्दा यहाँ हामी हेर्न सक्छौं समाधा घरेलु लघु वित्त छ हाम्रो, अनि यहाँ फन्डहरु छन्, क्रिस्ट छ, मैत्री छ अनि डिभेन्चर पनि छ। साथै टप लुजर्सको कुरा गर्दा समाज छ, बीएचडीसी छ, एमईएचएल छ अनि लिस्ट धेरै लामो रहेको छ। साथै टप टर्नओभरको कुरा गर्दा एनआरआईसी छ, एचआरएल छ, यूएनएचपीएल छ, बीपीसीएल छ, एचडीएल छ। साथै यदि हामी टोटल टर्नओभर हेर्ने हो भने अरु दिन भन्दा धेरै कम छ, केवल 3.1 अरबको भएको छ। अनि यसले जनाउँछ कि नेप्सीमा अहिले धेरै लगानीकर्ताहरू छैनन्, कोही बढी इन्ट्रेस्टेड छैन अहिलेको लागि। साथै यदि हामी टोटल ट्रान्ज्याक्सन पनि हेर्ने हो भने केवल 35,750 ट्रान्ज्याक्सन भएका छन् आजका दिनमा, अनि टोटल स्क्रिप्ट्स ट्रेडेड हाम्रो 318 भएका छन्। त क्लियरली देखिन्छ कि सायद सबै लगानीकर्ताहरू अब दिवाली पछि नै आफ्नो जेब खाली गर्नेछन् अनि नेप्सीमा पैसा लगाउनेछन्। अनि भोलि अब अन्तिम दिन रहेको छ, त्यसपछि सायद दीपावली पछि नै नेप्सी खुल्नेछ। यदि हामी सबभन्दा बढी घटेको सेक्टर हेर्ने हो भने सबभन्दा बढी घटेको लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स, होटल एन्ड टुरिज्म, डेभलपमेन्ट बैंक, यी सेक्टरहरुमा आज धेरै प्रभाव परेको छ अरु भन्दा। बैंकिङ अनि फाइनान्समा त्यति खासै छैन। साथै हाइड्रोमा पनि 1% को परिवर्तन आएको छ, जो कि यस्तै धेरै नै हो। अनि त्यही कारण पनि नेप्सी आज घट्यो। त यो सब कुरा त भइ नै हाल्यो। अब एकचोटी हामी नेप्सीको आज चार्ट हेरौं के भयो। यहाँ हामी हेर्न सक्छौं नेप्सी अलमोस्ट अहिले पनि आफ्नो सपोर्ट एरियामा नै छ। यसै एरियामा रहेर साइडवेज जानु खोज्दैछ। यदि हामी लास्टको 1 आवरमा पनि हेर्ने हो भने आज के पनि त्यस्तो खास भएन 1 आवरमा। अनि जस्तै मैले पहिला पनि भने अहिले कोही सायद पैसा लगाउन त्यति इन्ट्रेस्टेड छैन, किनकि भोल्युमले त्यो देखाइ नै हाल्छ। अनि हामी अरु कुरा गर्दा पनि यदि हामी इन्डिकेटर हेर्ने हो भने एमए हामीलाई थाहा नै छ, MA50 यदि हामी लगाउने हो भने MA50 अहिलेसम्म क्रस गरेको छैन नेप्सीले, जो कि जनाउँछ कि नेप्सी अहिले आफ्नो परफर्मेन्स भन्दा बिलो परफर्म गर्दैछ। साथै यदि हामी आरएसआई हेर्ने हो भने आरएसआईमा पनि उतार चढाव नै छ, कहिले माथि जान्छ कहिले तल हुन्छ अनि कुनै डाइभर्जेन्स पनि रहेको छैन। सुपर ट्रेन्डका अनुसार पनि बाइ आएको छैन, अहिले सेलमा नै छ। यो पनि एउटा चिन्ताजनक कुरा हो। अनि नेप्सीलाई बढाउने धेरै प्रयास पनि गरिएको थियो केही दिन अगाडिसम्म पनि, तर त्यही पनि त्यति खासै बढेन नेप्सी। अस्तिको दिन बाउन्स ब्याक जस्तो गरेको थियो, तर त्यसपछि फेरि उही एरियामा नै साइडवेज जान खोज्दैछ। साथीहरु, मेरो हिसाबमा त दीपावली सकिएपछि नै नेप्सी बढ्ला भन्ने सम्भावना धेरै छ, किनकि अलरेडी नेप्सी आफ्नो सपोर्ट एरियामा नै घुमेको छ। हुन सक्छ कि अब दीपावली सम्मको नै वेट गरिएको हो नेप्सीद्वारा। अब हेरौं अब आउने दिनहरुमा के हुन्छ। यदि हजुरहरुलाई आजको एनालाइसिस राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला, अनि साथै हजुर पनि आफ्नो एनालाइसिस शेयर गर्न सक्नुहुन्छ। हजुरको अकर्डिङ नेप्सी अब बढ्ला घट्ला या फेरि साइडवेज जाला। त आजको लागि यति नै, अब भेट हुन्छ अर्को भिडियोमा।